चुनाव प्रचार गर्दै थियो। जुम्लाको भोरा गाउँको असौजी सार्कीका छोराले फोन गरे, मेरा बाउको मुट्टु हार्ट एट्याक भयो, मन नलागिया दाइ के आरौँ। हामीले काट्टा कुट्टा गरेर काठमाडौँ पठायौँ। काठमाडौँ मान्टा राख्यौँ, गङ्गालालमा उपचार गर्यौँ। उपचार गरेर बड्डा अस्ति खुसी भइकन फोटो पठाएर अहिले जुम्ला भइगयो भोडा। यदि चुनाव प्रचार मात्र नगए आज असौजे सार्कीको मृत्यु हुन्थ्यो, एउटा घरमा जुम्लीको स्वर्गवास हुन्थ्यो। आज जीवन बाँचेको छ। यही हो तपाईँहरूको अरू केही पनि गर्न। आज रेजिना नेपाली माथि पेरेको रेजिना नेपाली पातारासी गाउँपालिकाको सानो नानी छ, अति सानो नानी। म यसो जुम्लाडो हड्डो छु, उनकी आमा आइन्, दलित परिवारको मान्छे हुन्। आँखाबाट आँसु तत्तर झार्दै मेरो छोरी मर्न लागि मुखियाहरू रुपियाँ छन् कि नाइ भने नाइ भने मैले यही नेपालगञ्ज र कोलपुर बस्ने दाजुभाइकन फोन गरेँ, जाऊ 10 बिघा अस्पतालमा उपचार गरिदेऊ, कसैले 2000 कसैले 10,000 हालिदेऊ, त्यसको जीवन बचाउनु पर्छ भने। त्यो नानी सन्च भएर हिजो जुम्ला भए, आज कि हिजो जुम्ला जाने भन्छन्। उसकी आमाले हिजो भिडियो सन्देश जारी गरेकी छन्, मेरो छोरीको जीवन बाँच्यो, म माओवादी हौँ तर भोट ज्ञानेन्द्र साईलाई हाल्छु भन्छन्। बस यही हो चाहिएको, अरू केही होइन। याद गरे हौ कि नै? हुरी मोरी थाहा छ तपाईँलाई पातारासीको? हुरी मोरी थाहा पाएको छ? पातारासीको माथि औँदा गाउँ हो। त्यो गाउँमा किडा खोइना कहाँ गया? किडा भनिया बुझिया हौ? किडा भनिया यार्सकम्बा आमा जुम्ला आवास गया कहाँ? माथि मुगुका माथि हुम्ला डोल्पाका बाटा नगया। मुगुबाट सदरमुकामबाट 7 दिन लाग्छ जानलाई, डोल्पाबाट 9 दिन लाग्छ। त्यहाँ गया, माथि भिडौदा रड्या, 2 जना हातै रडिया हुन्। एउटा मुगुको मान्छे रड्यो, ओरी खाइदो बाजुरा मान्छेमा रड्यो। 2 जना रडेर के भयो पुनः? रडिसकेपछि मलाई फोन आयो, दाइ मेरो जीवन बचाइदिनु पर्यो। मैले गृहमन्त्रीसँग बसेँ, सबैसँग बसेँ, हेलिकप्टर पठायौँ। 2 दिनसम्म हेलिकप्टर घुमाएर त्यो मान्छेलाई उद्धार गरेर ल्याएर जुम्लामा राखेर अस्ति तिनको घरमा जाँदा तिनका बाउले आशीर्वाद दिएर भने म काङ्ग्रेस हुँ, भोट ज्ञानेन्द्र साईलाई हाल्छु। बस यही हो। तर त्यही दिन बाजुराको मान्छे प्रतिनिधि असल नभएका हुनाले उसको मृत्यु भयो। यही हो फरक।